यो महोत्सव उत्सव गर्नुभएको छ, यो के हो यो खास? खास गरेर हामीले सकारात्मकता अभिवृद्धि गर्ने र प्रवर्धन गर्ने यसको मूल उद्देश्य हो। दोस्रो भनेको महिला उद्यमशीलता प्रवर्धन गर्ने यसको लक्ष्य हो। तेस्रो भनेको आज यो उत्सव नै मनाएको हो। यो 115 वर्ष अगाडिदेखि सुरु भएको यो अभियान हामीले प्रत्येक वर्ष मनाउँदै आएका छौँ। अहिले हामीले यसलाई रचनात्मकता प्रदान गर्दै यसलाई हामीले महिलाहरूको कुराले हुँदैन, वास्तविक रूपमा श्रम, सिप र अर्थसँग जोडियो भने मात्रै जीविकोपार्जन सम्भव छ भन्ने कुरालाई प्रस्ट्याउन हामीले आजको यो महोत्सव आयोजना गरेका छौँ। के छ नि? यसमा धेरै प्रकारका हामीले सहभागिता गराउने प्रयत्न गरेका छौँ। एउटा सरसफाइ प्रवर्धनसँग सम्बन्धित विषयहरू छ, अर्को सिपसँग सम्बन्धित विषयहरू छ, अर्को खाद्यसँग सम्बन्धित विषयहरू छ भने अर्को सचेतनासँग सम्बन्धित विषयहरू छ। यसलाई विशेष गरेर हामीले चारवटै आयामसँग जोडेर यो उत्सव मनाइरहेका छौँ।